यो खप्तलको शुभ बिहानी सँगै तपाईँ सबैलाई नमस्ते छ। यो खप्तलको पाटन हामी बसेको होटल चाहिँ यो हो। यो अनि एउटा सानो गोल घर जस्तो पनि छ। अनि त्यसपछि यो चाहिँ हामीले खाना खाएको ठाउँ त्यही होटलको। अनि त्यसपछि यो पाटन है, गाई गोरुदेखि लिएर यहाँ घोडाहरू टन्नै छन् खप्तलको पाटनमा चाहिँ। हामी खाप्पडमा पुगिसकेका छौँ। कस्तो राम्रो रहेछ। यो हामीले खाना खाएको ठाउँ अनि हामी बसेको होटल। यो यात्रु प्रतीक्षालय जस्तो त्यस बस्नु मिल्ने। त्यसपछि उता आर्मी ब्यारेकहरू छ। अनि यो चाहिँ पाटन। अनि त्यसपछि त्यो खप्तलको मेन पाटन भयो। अनि त्यसपछि त्यो बनिरहेको चाहिँ नयाँ होटल हो अरे। होटल अब अलिक व्यवस्थित हुन्छ जस्तो लाग्यो। खाना खाइसकेपछि अब हामी त्रिवेणी धामको लागि जाँदैछौँ। अनि त्यसपछि हामी बाबाको आश्रम, खप्तल बाबाको आश्रममा जानेछौँ त्रिवेणी भएर। अनि त्यसपछि हामी घोडेदौना हुँदै चैनपुरको लागि प्रस्थान गर्नेछौँ। जानेछौँ, प्रस्थान त होइन हाम्रो खासमा। यस्तै छ, पानी पर्ला जस्तो छ, चिसो एकदमै छ। यो मेरो ज्याकेट काहीँ पनि छुट्दैन खासमा, जहाँ पनि यही हुन्छ खास, किनभने जाडो छ, न्यानो पर्छ, के गर्नु यस्तै। यो चाहिँ त्रिवेणी धाम मन्दिर। अनि यो यताबाट आएको गङ्गा नदी, यो चाहिँ जमुना नदी र यहाँनिर चाहिँ एउटा अदृश्य नदी छ। यो सरस्वती को पनि यो सानो धारा जस्तो बनाएको छ। त्यहाँनिर अदृश्य रूपमा चाहिँ सरस्वतीको पनि यसमा मिलन भइसकेपछि यहाँ तिनवटा नदीको सङ्गम के भन्छ, तिनवटा नदी जोडिसकेपछि चाहिँ यसलाई चाहिँ त्रिवेणी भनिएको रहेछ। यो चाहिँ यहाँनिरबाट हाम्रो सरस्वती चाहिँ लुप्त भएर जस गुप्त रूपमा आउनुहुन्छ त्यहाँ चाहिँ, त्यही नै हो। आश्रम जाने बाटो बिर्सियौँ। अब यो उकालो चढ्दैछु हेर्नुहोस्। अहिले उकालो चढ्नुपर्छ, बाटो छैन, खालि भिरालो छ। कुराकानी यही हो। यो खप्तल बाबाको आश्रम हो। यो खप्तल बाबाको मूर्ति। अनि यो चाहिँ खप्तल बाबाले प्रयोग गरेका चप्पलहरू, त्यही नै हो। दुईवटा कोठा, एउटा कोठा यहाँ रहेछ। अनि यो यतापट्टिको गेट। अनि यहाँनिर चाहिँ तल हेलिप्याड छ, हेलिकप्टर बस्नु मिल्ने। अब घर यस्तो भनेको छ खप्तल बाबाको चाहिँ। खप्तल बाबाको यहाँ चारैतिर यो तारेबार लगाएर चाहिँ यसरी घेरबार गरेको रहेछ संरक्षणमा चाहिँ। पछाडिबाट पनि यसो ढोका रहेछ एउटा सानो। खप्तल बाबाले ध्यान गरेको ठाउँ है।
कस्तो लाग्यो त खप्तड? खप्तड एकदमै प्रकृतिले भरिपूर्ण उम्, स्वर्ग जस्तै लाग्यो, तर हिँड्नुलाई चाहिँ नर्क जस्तो छ। त्यो गाह्रो भएन? हिँडाइ चाहिँ एकदमै अप्ठ्यारो। त्यहीका लागि एक हप्ता अगाडि नै हिँड्ने ट्रेनिङ गरिकन जाने गद्दी भयो, त्यसपछि ठिक हुने नत्र आपत के लाग्यो, के छ कि त्यसो भन्नै पर्ने सानो एक शब्दमा? सानो अब त्यही त ठाउँ धेरै राम्रो छ, रमणीय छ। अब हिँडडुल गर्नलाई अलि अगाडिबाटै तालिम प्राप्त हुनुपर्ने देखिएको छ। त्यो आज खुट्टा दुख्या छ, के छ त? दुख्या छ नि, खुट्टा दुखेर ए खुट्टा अप्ठ्यारो भइसक्यो। अब सेन्टिफ्ल्याट हुने अवस्थामा छ। ए पुगेपछि अब रुम गएर तातो पानीले अथवा चिसो पानीले के छ तपाईँको? के छ मेरो तपाईँको? नाम पनि बसन्त, यहीँ बसौँ त भन्ने पनि सोच आइरह होला। के छ के छ? त्यस्तो छैन सर, गणपतिमा पुग्यो भने चाहिँ अलि रमाइलो हुन्छ, बिहान ढिलोसम्म सुत्न पाइन्छ। ए अब समग्रमा खप्तडको यात्रा रमाइलो रह्यो। हजुर। यो चाहिँ नेपाल सरकारले अँ, यसमा चाहिँ पूर्वाधारमा चाहिँ अलिकति ध्यान दिइदियो भने अझै पर्यटकहरू भित्र्याउन सकिन्थ्यो। हामी जस्ता इन्टरनल एक्सटर्नल बाइक लिएर जाऊ क्या ल धन्यवाद। हामी यतिखेर कहाँ हो त्यो? दारुगाउँ पुगिसकेका छौँ। अब चैनपुरतिर जाने तयारीमा छौँ। अहिले साँझको 7 बजिसक्यो है। अब हामी चैनपुरतिर